प्रधानमन्त्रीले जे जसरी जवाफ दिनुभयो उहाँको नियत प्रधानमन्त्रीले जे जसरी जवाफ दिनुभयो उहाँको नियत के थियो उद्देश्य के थियो त्यो उहाँले जान्ने कुरा हो हैन। तर पनि हामी सही थियौं भन्ने कुरा यसले पनि पुष्टि गर्छ। हामीले जुन प्रतिसभा नियमावलीमा व्यवस्था गरिरहेछ नि 3 दिन अगाडि प्रश्न दर्ता गर्नुपर्ने र त्यसको तयारी गरेर प्रधानमन्त्रीले दिनुपर्ने भन्ने कुरा त्यसै त्यो व्यवस्था गरेर थिएन होला नि। सबै कुराहरुलाई हेरेर गरिरहेको थियो होला। उहाँ हचुवातालमा आउनुभयो, हचुवातालमा बोलेर जानुभयो। र यो गम्भीर कुरा बोलेर जानुभयो। गम्भीर चाहिँ राष्ट्रघाती कुरा, गम्भीर राष्ट्र देशद्रोही कुरा बोल्नुभयो हैन। यसप्रति हाम्रो गम्भीर आपत्ति छ र म खेद व्यक्त गर्न चाहन्छु। कोही पनि नेपालले कुनै पनि देशको भूमि मिचेको छैन, मिच्न पनि हुँदैन। तर उहाँले जसरी रोस्टरबाट संसदको रोस्टरबाट त्यो चाहिँ चिया खाएको बेला जसरी जे गफ गरेर जानुभयो एउटा प्रधानमन्त्रीले त्यो चाहिँ गम्भीर देशद्रोही कुरा राष्ट्रघाती कुरा छ र यसप्रति हामी गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौँ। नेपालले कहीँ पनि कसै पनि कुनै पनि देशको भूमि मिच्नु पनि हुँदैन र मिचेको पनि छैन। यो कुरामा बडा हामी स्पष्ट छौँ। दोस्रो कुरा लिपुले कालापानी लिपियाधुरा हाम्रो भूमि हो, नेपालको भूमि हो। त्यसमा कुनै विवाद छैन। त्यो चाहिँ अतिक्रमित भएको छ, त्यो फिर्ता ल्याउने कुरामा सरकारले लाग्नुपर्छ। यस विषयमा पनि उहाँले स्पष्ट जवाफ दिनु भएन। यसप्रति पनि हाम्रो आपत्ति छ। ल धन्यवाद।